धेरै दिनदेखि चाहिँ मैले यो विषयमा केही बोल्ने सोचिरहेको थिएँ क्या है। यो भिडियो चाहिँ एकदमै सपोर्ट र एकदम सेयर गरेर होइन सम्बन्धित व्यक्तिहरूसँग पुर्याइदिनु होला है। अहिले यो उमर खान र यो रबिना खातुनको चाहिँ के नाटक चलेको हो क्या देशमा। उमर खान अब के भन्छ गरिबलाई सहयोग गरेको भन्दै विदेशी मान्छेहरू देशमा छिराएर अनि नाटक देखाउँदैछ अनि सरकार के हेरेर बसिरहेको छ कि सबै हुन्जेल। अनि यो रबिना खातुनले के भन्दै थिए मुस्लिम कन्ट्रीमा बसेर तँलाई मुस्लिम कन्ट्रीको ग्यास चाहिने, तेल चाहिने, यसो चाहिने, उसो चाहिने त्यहीँ कमाउनु पर्ने अनि त मुस्लिमलाई उयो गर्ने भन्दैछ। हेर दिदी, तिमी मुस्लिम हौ, नेपाली मुस्लिम हौ नि, इट्स ओके, तिमीसँग मलाई कुनै लेनादेना छैन है। तर तिमी मुस्लिम भएकै आधारमा विदेशीलाई चाहिँ आफ्नो देशमा छिराउँछौ यसरी होइन अवैध रूपमा भनेदेखि त्यो चाहिँ मान्य हुँदैन कुनै पनि हालतमा है। तिमीले पनि नि देशलाई माथि राख्न सक्नुपर्छ के। यदि कसैले पनि कुनै पनि धर्म जात जोसुकै होस् होइन देशलाई माथि राख्न सक्दैन भने त्यो मान्छे नेपाल नबसे हुन्छ। योग्य नै छैन त्यो मान्छे है। अनि अर्को कुरा यदि तिम्रो धर्ममै जाने हो भने पनि तिम्रो धर्मले पनि कन्ट्रीलाई एकदम प्रायोरिटी दिन्छ। अनि तिमी देशलाई घात गरिरहेछौ, तिमी धर्म मानिरहेछौ। तिमी इक्जाम्पल दिन्छौ मुस्लिम कन्ट्रीहरूको होइन। हेरेको छौ आएर के छ भनेर यिनीहरूले देशलाई कति प्रायोरिटीमा राख्छ, कति सम्मान दिन्छ भन्ने कुरा, देश प्रेम भन्ने कुरा यिनीहरूसँग सिक्नुपर्छ के। जोसुकै होस्, चाहे मुस्लिम होस्, जोसुकै होस्, आफ्नै दाजुभाइ किन नहोस् होइन, देशलाई यति पनि घात गर्ने खालको मान्छे थोरै पनि अलिकति अप्ठ्यारो पर्ने केही देख्यो यिनीहरूले भनेदेखि नि सिधै निकालिदिन्छ के, सिधै निकालिदिन्छ। केही भन्दैन। तिमी मुस्लिम हो, हिन्दू हो, जोसुकै हो, जुनसुकै देशसँग बिलोङ गरेर मतलब छैन कि यिनीहरूलाई। यिनीहरूको देशमा अलिकति पनि आँच आउँछ भने सिधै निकालिदिन्छ, ब्यान्ड। कहिले आउन पाउँदैनस्, जा। देखाएछौ यत्तिकै बोलेर हुन्छ। जुन तरिकाले तिमी शान देखाइरहेछौ नि त्यो तरिकाको तिमीमा खै त राष्ट्रप्रेम, खै त यही हो राष्ट्रप्रेम। हेर गरिबलाई सहयोग गर्नुपर्छ। हाम्रो देशमा चाहिँ गरिब छैन नि त अरू चाहिँ सबै सम्पन्न हो। तिनीहरूलाई सहयोग गर्न सक्दैनौ। विदेशबाट मान्छे छिराएर तिमी सहयोग गर्ने, देशलाई घात गरेर सहयोग गर्ने, यो हो तरिका। यो एकदम मान्य हुँदैन। सरकार कहाँ छ, किन सुतिरहेछ, किन देखिरहेको छैन है। यिनीहरूलाई चाहिँ चाँडोभन्दा चाँडो कानुनको दायरामा ल्याएर चाहिँ के हो यिनीहरूको नाटक चाहिँ यो चाहिँ क्लियर गर्नुपर्छ।